हामी धेरैले सोच्छौं परमेश्वर धनी, धर्मी, शुद्ध, योग्य र धार्मिक मानिसहरूलाई खोज्नुहुन्छ। तर परमेश्वरको वचन त्यहाँबाट सुरु हुँदैन। परमेश्वरको काम हराएको मानिस, पापी मानिस, अस्वीकारित मानिस, निराश मानिस, भत्किएको मानिसबाट सुरु हुन्छ। आजको विषय किन महत्त्वपूर्ण छ भने हामी सबै एक दिन मात्रै होइन, धेरै दिन पापमा डुबेर बसेका थियौं। तर परमेश्वरले हामीलाई टाढाबाट होइन, नजिकबाट बोलाउनु भयो। रोमीको पुस्तक 5 अध्यायको 8 पदले भन्छ, परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा प्रमाणित गर्नुभयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरु सबैमा म विनय घोरसाइने शर्माको तर्फबाट न्यानो जय मसीह अनि नमस्कार। आशा छ तपाईहरु सबै परमेश्वरको प्रेम, अनुग्रह र आशिष पाएर खुशी अनि आरामपूर्वक आफ्नो जीवन बिताइराख्नु भएको छ। आउनुहोस् सधैँ चाहिँ आज फेरि हामी परमेश्वरको जीवित वचन हेर्नेछौं। लुकाको पुस्तक 5 अध्यायको 31 र 32 पदले भन्छ, येशूले तिनीहरूलाई भन्नुभयो, निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई पर्दछ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको हुँ। उहाँ पापीहरूको घरमा बस्न चाहनुहुन्छ। उहाँ पापीहरूको टेबलमा भोजन खान चाहनुहुन्छ। उहाँ पापीहरूको घरमा उद्धार ल्याउन चाहनुहुन्छ। संसारले पाप देख्छ, परमेश्वरले तपाईं र हाम्रो जीवनमा सम्भावना देख्नुहुन्छ। संसारले भन्दछ तिमी सक्दैनौ, परमेश्वर भन्नुहुन्छ म तिमीबाट अझै धेरै गर्न सक्छु। संसारले भन्छ तिमी बिग्रिएको छौ, परमेश्वर भन्नुहुन्छ म तिमीलाई नयाँ बनाउने छु। जब हामी पापी थियौं, हामी प्रार्थना गर्दैनथ्यौं, हामी सुसमाचार बुझ्दैनथ्यौं, हामी परमेश्वरलाई खुशी बनाउन सक्ने व्यक्ति थिएनौं, हामी परमेश्वरका योग्य थिएनौं, हामी परमेश्वरको बाटोमा थिएनौं, त्यही समयमा येशू ख्रीष्टले हाम्रो निम्ति क्रुस बोक्नुभयो। त्यही समयमा येशू ख्रीष्टले हाम्रो निम्ति काँडाको मुकुट धारण गर्नुभयो। येशूले त्यो समयमा पसिना बगाउनु भएन हाम्रो पापको निम्ति, तर उहाँले रगत बगाउनु भयो। यो वाक्यले के भन्छ? परमेश्वरको प्रेम हाम्रो व्यवहारमा होइन, उहाँको अनुग्रहमा आधारित छ। तपाई राम्रो हुँदा परमेश्वरले तपाईलाई चलाइराख्नु भएको होइन। तपाई चोखो हुँदा उहाँले तपाईलाई चलाइराख्नु भएको होइन। तपाई ठेसिएको अवस्थामा, तपाई पापमा डुबेको अवस्थामा, हरेक गल्ती गरेको अवस्थामा उहाँले तपाईलाई चलाउनुहुन्छ र उहाँको प्रेम तपाईमा कहिले पनि रोकिँदैन। एउटा बुबाको छोरा घरबाट भाग्यो, चोरी गर्यो, अपराधमा फस्यो। सबैले भन्न थाले यो छोरो काम नलाग्ने भयो, अब यसबाट केही कुराको सम्भव छैन। तर हरेक रात बुवा ढोकामा बत्ती बालेर कुरेर बस्दथे, किनकि एक दिन मेरो छोरा फर्किन्छ भनेर आशा राख्दथे। एक रात छोरो आँगनमा आइपुग्यो र बुवाले सबैभन्दा पहिला दौडेर उसलाई अंगालो हाले। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, त्यो बुवा परमेश्वर हुनुहुन्छ र त्यो छोरा तपाईं र हामी हौ। उहाँले भन्नुहुन्छ तिमी पर धेरै टाढा पुगेछौ, तर म अझै तिम्रो बाटो हेरेर कुरेर बसिराखेको छु। किनकि येशूले तिनीहरूलाई भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता पर्दैन, तर रोगीहरूलाई पर्दछ। पाप हाम्रो आत्माको रोग हो, येशू त्यो रोगको डाक्टर हुनुहुन्छ। पापले हामीलाई परमेश्वरबाट टाढा बनाउँदछ, तर पापीलाई परमेश्वरले आफू नजिक तान्नुहुन्छ। वरिपरिकाहरूले येशू ख्रीष्टलाई उपहास गर्दै भन्दथे, यो त पापीहरूको साथी हो, यो गिल्ला गर्नेहरूको बैठकमा बस्दछ, यो पापीहरूसँग बसेर खाँदछ। तर ती व्यक्तिहरूका लागि हामी त्यहाँनिर हेर्छौं, ती व्यक्तिहरूका लागि पाप काम गर्नेहरूसँग संगत गर्नु एउटा अपमान थियो। तर येशूले भन्नुभयो म पापीलाई बचाउन आएको हुँ। हामीले बाइबलमा हराएको भेडा, हराएको पैसा, हराएको छोराको दृष्टान्तहरू पाउँदछौं।
परमेश्वरको प्रेम हामीले गल्ती गरे पनि पछाडि नहट्ने, हामी हराए पनि खोजिरहने अद्वितीय प्रेम परमेश्वरले हामीलाई गर्नुहुन्छ। हामीले बाइबलमा जक्कईलाई हेर्यौं भनेदेखि उनी भ्रष्ट थिए, मानिसहरूले उनीहरूलाई ठग देख्दथे, तर येशूले जक्कईमा परिवर्तन हुन सक्ने गुण देख्नुभयो। येशूले उसको नाम लिएर भन्नुभयो, जक्कई म तिम्रो घरमा आउँछु, अनि जक्कईको घरमा उद्धार आयो। हामीले बाइबलमा भएको व्यभिचारिणी स्त्रीलाई हेर्यौं भने सबैमा उसलाई सबैले पापी भनेर, पापी स्वभावको मानिस भनेर चिन्दथे। येशूले पापबाट फर्किने अवसर त्यो व्यभिचारिणी स्त्रीमा देख्नुभयो। येशूले भन्नुभयो, म तिमीलाई दोष दिन्न, तर अब उपरान्त पाप नगर। यो वाक्यले त्यो व्यभिचारिणी स्त्रीलाई फेरि उठायो। 5 पति भएकी सामरियाकी स्त्री जो लाजले दिउँसो पानी लिन जाँदथी, येशूले सामान्य पानी होइन, तिनलाई जीवनको पानी दिनुभयो र ती महिला गाउँकै पहिलो प्रचारक बने। पावल जो शावल थिए, उनी अत्याचारी, निर्दयी, क्रूर, ख्रिस्टका विश्वासीहरूलाई सताउने व्यक्ति थिए, तर परमेश्वरको योजनाले उनीबाट यहुदी बाहेक अन्य जातिहरूले पनि उद्धारको सुसमाचार पायो र यो संसार बदलियो। यी उदाहरणहरूले भन्छन्, तपाईको भूतकालले तपाईलाई बाँध्दैन, तपाईको अनुग्रहले तपाईलाई नयाँ बनाइदिन्छ। परमेश्वर केवल क्षमा मात्रै होइन, तपाईलाई परिवर्तन गर्नुहुन्छ। तपाईले सोच्नुहुन्छ होला परमेश्वरले पापीलाई क्षमा मात्रै गर्नुहुन्छ भनेर। यो आधा सुसमाचार हो। पूरा सुसमाचार भनेको परमेश्वरले पापीलाई क्षमा गर्नुहुन्छ अनि पापबाट बचाउनुहुन्छ अनि हाम्रो सोच, हाम्रो स्वभाव, हाम्रो जीवनलाई पूर्ण रूपमा बदल्नुहुन्छ। परमेश्वरले मूसा जस्तो हत्यारालाई अगुवा बनाउन सक्नुहुन्छ, दाऊद जस्तो व्यभिचारीलाई आफ्नो आराधक बनाउन सक्नुहुन्छ, पावल जस्तो ख्रिस्ट विरोधी अनि विश्वासीहरू सताउनेलाई प्रेरित बनाउनुहुन्छ। यसको अर्थ परमेश्वरले तपाईको जीवनको सबैभन्दा कालो भागलाई सुसमाचारको सबैभन्दा बलियो साक्षी बनाउनुहुन्छ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज मण्डलीको समस्या येशू जस्तै पापीहरूलाई भित्रबाट स्वीकार्न नसक्नु भएको छ। येशूले पापीलाई अँगाल्नुभयो, तर मण्डलीले पापीलाई ढोकामै रोक्न खोज्दछ। येशूले कर उठाउनेहरूको घरमा गएर भोजन गर्नुभयो, तर आज मण्डलीले पाप स्वभाव भ्रष्ट मानिसहरूलाई सुसन्देश सुनाउन कतै जान सक्दैन। येशूले व्यभिचारिणीहरूलाई छुटाउन जानुभयो, तर हाम्रो मण्डलीले त्यस्ता मानिसहरूलाई कहिल्यै छुट्ने मौका दिएको छैन, घृणाको स्वरूपमा हेरिराखेको छ। हाम्रो मण्डली ठुलो अत्याधिक सजावट, धेरै कार्यक्रमहरू, संगतिहरूमा, संगीतमा बलियो हुन सक्छ, तर सुसमाचार पापीको समक्ष उपस्थित हुँदा मात्र बलियो हुँदछ। आज परमेश्वर भन्नुहुन्छ, तिमी बिग्रिएका छौ भने म तिम्रो डाक्टर हुँ, तिमी टुटेका छौ भने म तिम्रो मर्मतकर्ता हुँ, तिमी हराएका छौ भने म तिम्रो खोजीमा आएको छु, तिमी पापी छौ भने तिम्रो पाप क्षमा गर्ने परमेश्वर म नै हुँ। आउनुहोस् हामी आज प्रार्थना गरौं अनि भनौं, प्रभु म पापी हुँ, तर म तपाईको प्रेमले फेरिन चाहन्छु, म तपाईमा फर्किन चाहन्छु, म पापबाट टाढा भएर तपाईको अनुग्रहमा बाँच्न चाहन्छु। मलाई प्रयोग गर्नुहोस् र तपाईले चाहेको जस्तो जीवन मलाई बनाउनुहोस्, येशू प्रभुको नाममा, आमेन। हस्, धेरै धेरै धन्यवाद। जय मसीह अनि नमस्ते।